सहनै पर्दो रहेछ जो जस्तो भए पनि, हिजो नजिक भए पनि आज टाढा भए पनि। हिजो हाम्रो माया थियो, आफ्नो संसार सम्झेका थियौँ। आज तिमी अरू कसैको अङ्गालोमा खुसी छौ, त्यो सम्झेर मन कटक्क खान्छ। तर के गरौँ, तिमी अरू कसैको भयो भनेर मर्न पनि त भएन नि माया। कसैलाई इग्नोर गर्न धेरै सजिलो हुन्छ, तर कहिले सोचेका छौ त्यस मान्छेमाथि के बितिरहेको होला जसले तिम्रो एक म्यासेजको घन्टौँ प्रतीक्षा गरेको थियो, जो पटक पटक फोनमा यो देख्दै थियो कि काश तिम्रो म्यासेज आयो कि, जसले आफ्नो हरेक खुसी र हरेक कुरो सबैभन्दा पहिले तिमीसँग बाँड्न चाहन्थ्यो। तर एक दिन उसलाई एहसास हुन लाग्यो कि तिमीलाई सबैको लागि समय रहेछ, तर हाम्रो लागि होइन। अनि दर्द इग्नोर हुनुको हुँदैन, दर्द यस कुरोको हुन्छ कि जुन मान्छेलाई उसले सबैभन्दा धेरै अहमियत दियो, उसैको जिन्दगीमा उसको अहमियत सबैभन्दा कम रह्यो। दोस्रो मायाको सबैभन्दा सुन्दर कुरो थाहा छ? पहिलो माया हामीलाई माया गर्न सिकाउँछ, तर दोस्रो माया हामीलाई आफ्नो कदर गर्न सिकाउँछ। पहिलो पटक हामी दिलदेखि माया गर्छौँ, दोस्रो पटक दिमाग र दिल दुवैले। पहिलो मायामा हामी सपना देख्छौँ, दोस्रो मायामा शान्ति खोज्छौँ। अब न त देखावटको चाहना हुन्छ, न त हर पल सँगै रहने जिद्द। बस यति चाहिएको हुन्छ कि कोही बिना शर्त साथ निभाओस्। अनि सत्य भनौँ, दोस्रो माया पहिलोलाई बिर्सिन आउँदैन, त्यो विश्वास दिलाउन आउँछ कि हरेक मान्छे एक जस्तै हुँदैन। कहिलेकाहीँ दोस्रो मान्छे नै जिन्दगीको सबैभन्दा सही मान्छे बन्छ। राधा सयौं पटक चित्त दुखाएको थियो, कृष्ण सयौं पटक मनाउन आएको थियो, किनकि कृष्णलाई थाहा थियो कि हरेक पटक चित्त दुखाउनु अहङ्कार हुँदैन। कहिले त्यो थकाइ हुन्छ, कहिले मनको उल्झन हुन्छ भने कहिले बस यो बुझ्नेको चाहना हुन्छ कि के तिमी आज पनि पहिले जस्तै चाहन्छौ। यसकारण उसलाई कहिले राधाको चेन्ज भएको स्वभावलाई नाटक भनेन, हरेक पटक मुस्कुराएर उसको मन राख्यो। सायद यसलाई उनीहरूको प्रेम आज पनि अमर छ, जहाँ जित्नेको जिद्द हुँदैन, एक अर्कालाई बुझ्नेको चाहना हुन्छ।